मौका पाएको बेलामा काम पनि गरेर आएका छौँ। तर अब यसलाई केवल कागजको काम होइन, 5 वर्ष प्रत्येक दिन गर्ने काम बनाउन चाहन्छौँ। हामी अहिले काङ्ग्रेसको घोषणा पत्र लेखिरहेका छौँ। अब यो पटक यसलाई हामी घोषणा पत्र भन्दैनौँ, यो हाम्रो प्रतिज्ञा पत्र हो। हामी त्यसलाई प्रतिज्ञा गर्छौँ र नेपाली कांग्रेसको सरकारले बनिसकेपछि प्रत्येक महिनाको संक्रान्तिमा पहिलो दिन कांग्रेसको तर्फबाट कांग्रेसको सरकारले देश र जनताको अगाडि उभिएर 5 वर्षको कुरा होइन, फागुनमा चुनाव छ, वैशाख 1 गते, वैशाखदेखि वैशाखको 31 गतेसम्म मेरो सरकारले यो काम गर्छ भनेर देश र जनताको बिचमा भन्छ। फेरि जेठ 1 गते प्रधानमन्त्री उभिन्छ र उभिएर मैले वैशाख 1 गते बोलेको यो कुराहरू यसरी पुरा गरेँ, कुनै कुरा गर्न सकेन भने मैले यो कुरा गर्न सकिनँ तर मैले जेठमा गर्छु भन्छ र अर्को महिना फेरि गर्छ। प्रत्येक दिन युद्धको बेलामा जसरी चुनावको बेलामा हामी खटिन्छौँ, अहिले हेर्नुहोस् त दिन रात असिन पसिन भएको छ, दौडेको छिडेको छ। हाम्रो सरकार 5 वर्ष चुनावको जस्तै खटिन्छ, चुनावको बेलामा जस्तै गरिकन 5 वर्ष खटिन्छ, सुझबुझका साथ खटिन्छ। तर यो भन्दै गर्दा म पार्टीको साथीहरूलाई आग्रह गर्न चाहन्छु, देश चलाउने भनेको केवल जोस भएर मात्र हुँदैन, सुझबुझ पनि चाहिन्छ, मनमा दया पनि चाहिन्छ, माया पनि चाहिन्छ, करुणा पनि चाहिन्छ, सद्भाव पनि चाहिन्छ, सम्मान पनि चाहिन्छ। मैले सिङ्गो देश घुम्दै गर्दाखेरि एउटा कुरा महसुस गरेँ, पहाडबाट बसाइसराई गरेर आएको मेरो आमाबाट मैले पहाडको कथा सुनेको छु, व्यथा सुनेको छु। सहरमा जन्मिएँ म, सहरमा हुर्केँ, सहरको कथा पनि थाहा पाएँ, सहरको सुख पनि थाहा पाएँ। तर मलाई के महसुस भयो भने कांग्रेसको सभापति भएर मैले देशको नेतृत्व गर्ने हो भने म एक पटक मैले आफूलाई मधेसमा समर्पित गर्नुपर्छ, मधेसलाई मैले नेतृत्व गर्नुपर्छ, अनि मात्रै मैले सिङ्गो देशको नेतृत्व गर्न सक्छु भन्ने ठाने। नेपाली कांग्रेस पार्टीलाई धेरै गुण लगाएको छ मधेसले, हामी केही कुरामा चुकेका छौँ। यो चुकेको कुराको हिसाब किताब गर्न आज कांग्रेसको सभापति भएर म आफै मधेस आएको छु। म यहाँ गम्छा एकछिन चुनावको लागि बोकेर आएको होइन, म यहाँको हुन आएको, म यहाँको विषयको यहाँ मैले भनेको छु, म यहाँको नेता हुन आएको होइन, म यहाँको बेटा हुन आएको, म यसको प्रतिनिधित्व गर्न आएको, म यहाँका युवाहरूसँग काम गर्न आएको, यहाँको सम्मानको लागि लड्न आएको। अब मधेसको बारेमा प्रत्येक दिन काठमाडौँको सिंहदरबारमा काम हुँदै गर्दा नेपालको प्रधानमन्त्रीले प्रत्येक दिन मन मस्तिष्कमा मधेस यहाँको नागरिकका दुःख पीडा सोचेर मात्रै कागजमा निर्णय गर्ने दिन सुरु हुन्छ। तर यो कुरा गर्नको लागि कतिको सम्भव छ? म एक्लै सरलाई 4 वटा निर्वाचित भएर सम्भव छैन। मलाई रामदेव शाह पनि चाहिएको छ, मलाई रामकुमार पनि चाहिएको छ, मलाई दिनेश पनि चाहिएको छ, मलाई तेजलाल चौधरी पनि चाहिएको छ। तपाईहरुले पठाइदिनु भयो भने मात्रै यो सम्भव छ। पार्टीको साथीहरूलाई मेरो आग्रह छ, हेर्नुस्, यदि पुरानो साथीहरू यहाँ हुनुहुन्छ, नयाँ साथीहरू यहाँ हुनुहुन्छ, मेयर साहबहरू हुनुहुन्छ, पालिकाको अध्यक्ष हुनुहुन्छ, वडा अध्यक्ष हुनुहुन्छ, म कांग्रेसको सभापति भएर होइन, तपाईको भाइ, तपाईको साथी, तपाईको छोरा, तपाईको दाइ भएर तपाईलाई अनुरोध गर्दैछु। अब 20-25 दिन मात्र बाँकी छ, तपाईले बडो मेहनत गर्नुपर्छ, घर घर जानुपर्ने छ। केही भ्रमहरू छन्, ती भ्रमहरू तपाईले तोड्नुपर्छ। यहाँ कसैले पुरानो कसैले नयाँ भन्छ, पुरानो र नयाँको परिभाषा के हो? पुरानो सबै खराब हुने भने त घरका हजुरबा र हजुरआमाले सबैले डोको बोकेरमा लगेर डोको कथा जसलाई छोडेर आयो हुन्छ। सबै पुरानो खराब सबै खराब हुने बेला हाम्रो पर्करमा बङ्गालीको मन्दिर भएर आएको, सत्यदेवीको पीठ कुम झरेको ठाउँ भर्खर ढोगेर आए। सत्यदेवीको कथा कहिलेको कथा? पुरानो खराब हुने भने त्यो मन्दिर सबभन्दा खराब हुनुपर्ने, मस्जिद सबभन्दा खराब हुनुपर्ने, शास्त्र सबभन्दा खराब हुनुपर्ने, गुम्बा सबभन्दा खराब हुनुपर्ने। जन्मसँगै कोही पुरानो र नयाँको परिभाषा गर्ने कुरा मिल्दैन हो। नयाँ हुनुपर्छ। नयाँ कसरी हुने हो? प्रत्येक पुरानोले के हो भने आफ्ना असल कुरा जोगाउने, खराब कुरा छोडेर नयाँ ल्याउने, यो हो नयाँ हुने। त्यसैले प्रत्येक कांग्रेसको कार्यकर्ताले तल गएर भन्नुपर्छ, आजको दिन नेपालको कांग्रेस सबैभन्दा पुरानो पार्टी हो, हामीलाई गौरव छ। म नयाँलाई भोट दिन्छु भन्यो भने तपाईले छाती ठोकेर भन्नुपर्छ, माघ 1 गते सडकमा भदौ 23 र 24 गते आएका युवाहरूको आवाज सुनेर आफूलाई नयाँ बनाएर माघ 1 गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएको पार्टी नेपालको सबैभन्दा नयाँ पार्टी हो। यो तपाईले भन्नुपर्छ, तपाईले गएर बताउनुपर्छ। यो पार्टीले अबको 5 वर्ष नेपालको भ्रष्टाचार अन्त्य गर्छ।
बोलेर होइन काम गर्ने क्षमता राखेर आएका छौँ हामीसँग सपना पनि छ, हामीसँग सङ्कल्प पनि छ। यो पार्टीले यो 5 वर्षभित्र नेपाली केटा र केटीलाई नेपालभित्रै राम्रो आम्दानी हुने रोजगारी सृजना गर्छ। यो पार्टीले खेती किसानी गर्ने मान्छेहरूको जीवनमा खुसियाली ल्याउँछ। यो पार्टीले घरमा काम गरेका गृहिणीहरूले अबको 5 वर्षको जीवन अहिलेको भन्दा सजिलो बनाउँछ। किनकि यो पार्टी नेतृत्व गरेर जो साथीहरू आएका छन् तिनीहरूसँग सपना पनि छ, तिनीहरूसँग सङ्कल्प पनि छ, तिनीहरूसँग जोस पनि छ, तर तिनीहरूसँग सँगसँगै परिपक्वता पनि छ, अनुभव पनि छ, उत्साह पनि छ। हेर्नुहोस्, म आँखामा सपना पनि छ, मेरो पेटमा भोक पनि छ। मसँग 20-21 वर्षको मानिस एउटा केटासँग जस्तो उत्साह हुनुपर्ने हो त्यतिकै उत्साह र जोस पनि छ। तर एउटा 60-65 वर्षको व्यक्तिसँग जस्तो अनुभव हुनुपर्ने हो त्यो अनुभव पनि बोकेर आएको छु। तपाईँहरूको मायाले, तपाईँहरूको आशीर्वादले यो चाहिएको छ। यो काङ्ग्रेस पार्टीसँग भएको क्यारेक्टरले मात्रै कुरा सम्भव छ। त्यसैले मेरो पार्टीको सबै साथीहरूसँग आग्रह छ, म धेरै लामो समय लिन्न, किनकि मेहनत तपाईँले गर्नु। मैले आएर तपाईँलाई अहिले आएर भनेर मैले धेरै कुरा भन्न सक्दिनँ, तर तपाईँ यति कुरा भन्न सक्छु ल, तपाईँ काङ्ग्रेसको साथी हुनुहुन्छ, कसैको घरमा जानुहोस्, तपाईँले गएर ढोग्नुहोस्, भन्नुहोस् र यो पटक रामदेव शाहलाई मत दिनुपर्छ यो क्षेत्रमा भनेर भन्नुहोस्। कसैले पनि अहिले त्यही मत माग्न एमालेलाई गाह्रो छ, त्यही मत माग्न माओवादीलाई गाह्रो छ, त्यही मत माग्न मधेसको पार्टीलाई गाह्रो छ, तर त्यही मत माग्न काङ्ग्रेसको साथीलाई गाह्रो छैन। किन तपाईँले भन्न पाउनुहुन्छ यो काङ्ग्रेस नयाँ काङ्ग्रेस हो, यो काङ्ग्रेस बदलेको काङ्ग्रेस हो, यो काङ्ग्रेस सुध्रिएर आएको, सचिएर आएको काङ्ग्रेस हो भनेर तपाईँले भन्न पाउनु भएको छ। त्यो भन्न पाएको साथीहरूलाई मैले तपाईँलाई त्यसलाई आग्रह गर्छु, अब तपाईँले मेहनत गर्नु, यो त्यो बिर्सनुहोस्। पार्टीका साथीहरूलाई पनि मेरो आग्रह छ, मञ्चमा बसेको नेताहरूलाई मेरो आग्रह छ, तल बसेको नेताहरूलाई मेरो आग्रह छ। तपाईँहरू कसैले पनि तपाईँले मलाई के भन्नुहुन्छ, एक्लै भेट्दै गर्दा तपाईँप्रति बढो माया छ भन्नुहुन्छ, भरोसा छ भने तपाईँलाई प्रेम गर्छु, तपाईँले आउनुभयो आशीर्वाद दिनु, बाबु तिमीले चलाउँछु भन्नुहुन्छ। तपाईँ जसले मलाई माया गर्नुभएको छ, मलाई माया गर्ने, प्रेम गर्ने, मलाई भरोसा गर्ने, मलाई मेरो जम्मा एउटा अनुरोध छ, मलाई माया गर्नेले रामदेव शाहलाई मसँग संसदमा पठाइदिनुहोस्, मलाई माया गर्ने केजरीवाललाई पठाइदिनुहोस्, मानकुमारलाई पठाइदिनुहोस्, दिनेशलाई पठाइदिनुहोस्। त्यसपछि मलाई यो मायाको अर्थ हुन्छ। नभए म एक्लै भएर के गर्ने? सजायको क्षेत्र नम्बर 4 बाट निर्वाचित हुन्छु म, तर म एक्लै भएर गर्ने के हो? मसँग सङ्ख्या कोही, मसँग टिम कोही। त्यो भएकोले गर्दा तपाईँ घर घर गइदिनु पर्छ, मेहनत गरिदिनु पर्छ। यो क्षेत्र तपाईँले बडो मेहनत गरेर राम्रो बनाउनु भएको छ। यो पटक लामो समयदेखि कतिपय ठाउँमा कहिलेकाहीँ हामीले सप्तरीमा आफ्नै चुनाव चिन्हमा मत हाल्न पाएनौँ, कतिपय सन्दर्भमा हामी आफ्नै भित्रका समस्याहरू पनि भयो। यो पटक सबै सम्हाल्नु भएको छ। मैले सोधेँ सभापतिजीलाई, मेयर साहब, क्षेत्रीय सभापति आउनुहुन्छ, सबै पार्टी एक ढिक्का भएको छ। कुनै पनि कहीँ कतै हिजोका कुरा सबले बिर्सनुहोस्। अब है यहाँ मैले सप्तरीको नेतालाई राखेर भनेको छु, अब कसैले विशेष अधिवेशनको चर्चा गर्नु पर्दैन, सक्यो त्यो अध्याय। को अधिवेशनमा थियो, को अधिवेशनमा थिएन, सब सक्यो। हामी सब एक हौँ। मैले अरू सबै कुरा सबैलाई मिलाएर लिएर जान्छु, सबै कुरा सहन्छु, सबै साथीलाई ठाउँ दिन्छु। म काङ्ग्रेसको सभापति हो, आज पनि हो, भोलि पनि हो। यसो प्रश्न हुनुहोस्, कहीँ कसै अल्पो नराख्नु। म सबैलाई सम्हालेर लिएर जान्छु। म मेरो पूर्व सभापतिलाई पनि सँगसँगै सम्हालेर लिएर जान्छु। तर एउटा कुरा मात्रै मेरो लागि स्वीकार्य हुन्न, काङ्ग्रेसको साथीले काङ्ग्रेसको कुनै पनि उम्मेदवारलाई यो चुनावमा तलमाथि गर्यो भने चाहिँ मेरो लागि सबैभन्दा ठुलो अस्वीकार्य हुनेछ। यसमा प्रश्न सुन्छु, तपाईँ मसँग जति नजिक व्यक्तिगत रूपमा हुनुभयो भने पनि, जति मलाई माया गर्नुभयो, प्रेम गर्नुभयो, तर सप्तरीमा मैले टिकट दिएर पठाएको उम्मेदवारलाई तलमाथि गर्नुभयो भने उसँग मेरो भविष्यमा कुनै पनि सम्बन्ध रहँदैन।